अघिल्लो भिडियोमा हजुरहरूलाई मैले देखाएको थियो कालिन्चोकको त्यो अद्भुत दृश्य, बादलले ढाकेको आकाश, चिसो हावाले छोएको अनुहार र मन्दिरको घन्टीको ध्वनि। त्यो अनुभव आजसम्म मनमा ताजा नै छ। तर यो यात्रा भने यतिकैमा सकिँदैन, किनभने कालिन्चोक आउने जो कोहीको लागि अझ 2 स्थान अनिवार्य हेर्नै पर्छ। एउटा हो भीमसेन मन्दिर र अर्को श्री त्रिपुरामाई मन्दिर। कालिन्चोकको उचाइबाट तल झर्दै गर्दाखेरि हल्का न्यानोपन, तर हरेक पाइला शान्त र गहिरो महसुस हुन्छ। बाटो साँघुरो छ, तर वरिपरिका हरेक दृश्यहरूले थकान हटाउँदै जान्छ। हरेक मोडमा लाग्छ प्रकृतिले आफै स्वागत गरिरहेको जस्तो। मैले केही भने केही भन्यो होला, मैले केही भने जेन्जी टङ स्लिप, द्याट्स अ टङ स्लिप हैन। जेन्जीहरुको नेपाली प्रोनाउन्सिएसन 0 छ, त्यही भएको। द्याट वाज टङ स्लिप, टङ स्लिप भन्दैन के द्याट वाज एब्सोल्युट भन्दैन। क्षमा प्राप्ति भन्ने चाहिँ ओइ क्षमा प्राप्ति जेन मिलिनियम, मतलब जेन्जी त हैन, जेन वाइ जेन मिलिनियम। ओ फुल्लानुस् फुल्लाने रे फुल्लाने त बरु ल ल ओइ तल यो फुट थाहा क्या मान्छे हिँडेर थाहा त गाडीमा चाहिँ थाहा गजब रहेछ। बल देखायो यो कालिम्चोक होइन, इलामको हो खासमा होइन। मन्दिर लेखेको थिएन यो खालि उसमा पनि किन्नुपर्छ कि इलाममा त पाउँछ नि मलाई त्यो के अरे के भन्छ कन्या उसमा नि पाउँछ भने नि त तल पनि पाउँछ भने नि यस्तो नि किन्यो क्या मेन भने त्यहाँ गएर किन्यो हो। भयो अब अहिलेपछि खाँदा खाए पनि यी भर्याङहरूबाट थोरै तल आइपुग्दा देखिन्छ भीमसेन मन्दिर। यहाँका स्थानीयहरूको विश्वास छ भीमसेन देवता शक्तिको प्रतीक हुन्, परिश्रम, साहस र इमान्दारीका देवता। हामीले प्रार्थना गर्ने कुरा धन होइन, विश्वास र बल हो। यो मन्दिरमा पुग्दा लाग्छ आत्मामा नै ऊर्जा भरिएको छ। घन्टीको आवाज बज्दा भने बेग्लै महसुस हुँदो रहेछ। त्यो ध्वनिले मानव शरीर र मनको सबै थकान मेटाइदिन्छ। कालिन्चोकसम्म पुगेर भीमसेन मन्दिर आएन भने त त्यो यात्रा अधुरो नै रहन्छ, किनभने यो ठाउँले आस्थालाई बलमा रूपान्तरण गर्दछ। हामी जाने नि, हामी नजाने हिँड्नुपर्छ त 15-20 मिनट हिँड्ने नि नजाने पुडेमा चाहिँ बस्नु बस्ने माथि चाहिँ हिँडेर 10-15 मिनट लाग्छ रे माथि छिर्नु हो यो चाहिँ मन्दिर घन्टी गरिदिनु पर्यो। हेलो गाइस, मेरो दाइको युट्युबमा हामी आऊ छिटो भन न भन। हेलो गाइस भन न। हेलो गाइस, म भीमसेन मन्दिरमा घुम्न आएको भन। भन यहाँ रेकर्ड भइरहेछ। छिटो न। नमस्ते। यमै बोला अब। बन्द भयो के नमस्ते गाइस। ए बन्द भएको छैन।
अझै न हो भन्नु हो वाउ अङ्कल के गरे बोल्नु न के बनायो त म जस्तो त्यस्तै हालिदिन्छु ल हरेक पोइन्टमा मजाले बना है ब्लग चाहिँ अहिले चाहिँ राम्रो आउँछ है एकदम राम्रो तपाईँ बोल्नु न म ढ्याप ढ्याप बनाइहाल्छु के अरे अघि चाहिँ हाम्रो कुहिरोले सेक्ने त्यस्तो थियो नि त अहिले हाम्रो गाउँहरू आयो नि उ धान खेतहरू आयो राम्रो हो नि भीमसेन मन्दिरको दर्शन गरिसकेपछि अब हामी लाग्यौँ अर्को पवित्र स्थलतर्फ जुन हो श्री त्रिपुरा सुन्दरी माई मन्दिर। के भन्छ यहाँनिर दुई तिनवटा बनाउँछ त नि यसलाई काट्दा 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 उयो यस्तो खान्छ नि तपाईँलाई थाहा छ उयो खानु न यार बरु कति टाढा रहेछ फेरि कति टाढा रहेछ है त्यहाँ खानु मन लागिरहेको थियो मलाई यस्तो ए अँ यस्तो यस्तो होइन त होइन यो त काँचो छ त्यो त पाकेको छैन नगर्नु यो त पाक्नै पर्छ रातो हुन्छ पहेँलो हुन्छ नगर्नु यो त हुँदैन त्यो चाहिँ पाकेको रहेछ त्यो चाहिँ पाकेको रहेछ यो त छैन यो त हुँदैन कस्तो दामी हेर्नु न यो त दामी छ नि कस्तो दामी हुन्छ यहाँ खानु पर्ने के गर्नु काँचो रहेछ हजुर ए हो त्यो त अनि फेरि एलर्जी हुन्छ नि चिलाएर होइन नि है हिँड्दा हिँड्दा कता कता आइपुग्यो त्यही त नि लक्की नै भयो नि हो नि दिन पनि एकदम राम्रो छ नि होइन कस्तो टाइमिङ पनि कस्तो दामी होइन त्रिपुरा सुन्दरी गाउँमा अवस्थित यो मन्दिर केवल दर्शनको होइन शक्तिको प्रतीक हो। यहाँ आइपुग्दा वातावरण नै बदलिन्छ, हावामा भक्ति र मनमा अजीब किसिमको शान्ति भरिरहन्छ। विडम्बना के भयो भन्दाखेरि हामी त्यहाँ पुग्ने बेलामा त्यो मन्दिर भने बन्द रहेछ। हामीले त्यही भएर त्यहाँनिर भित्र गएर चाहिँ दर्शन गर्नु पाएनौँ भने बाहिर चाहिँ हामीले मजाले अवलोकन गरेर चाहिँ फर्कियौँ। स्थानीयहरू भन्छन् त्रिपुरा सुन्दरीमाई सबै मनोकामना पुरा गर्ने देवी हुन्। यहाँ पूजा गर्दा आत्माले हल्कापन महसुस गर्छ भने हरेक चढाइ, हरेक पसिना, हरेक पाइला सबै यहाँ अर्थपूर्ण लाग्दछ। देवकोट भीमेश्वर दोलखामा तर बन्दा छ यो चाहिँ कोही जानु मिल्दैन। फेरि नाम हेरौँ है यहाँनिर अझै नै के हो श्री त्रिपुरा सुन्दरी माई। तपाईँको फोटो यहीँबाट आउँछ। ओ यहाँ ऊ जुना रहेछ, जुना होइन यो त। भनेपछि कालिम्पोङमा आइसकेपछि यो ठाउँ तिनवटा ठाउँमा चाहिँ आउनै पऱ्यो, तिन ठाउँ चाहिँ पुरा गर्नै पऱ्यो। किंवदन्ती अनुसार एउटा अघि कालिम्पोङ माथि भइहाल्यो, अहिलेको भीमसेन मन्दिर भइहाल्यो, अनि अहिले त्रिपुरा सुन्दरी माई, तिनवटा चाहिँ कम्प्लिट हुनै पर्ने। यस्तो भयो भने चाहिँ मन्दिरहरू आएको पुरा हुन्छ यो ठाउँको चाहिँ, त्यो मान्यता रहेछ। अलिक सजिलो भयो आउनुलाई त, धनलाई अलि उकालोमा सक्दैन। हाग्यो ओए ए नगी यसले बाटो देखेर सक्दैन। औ कहाँ छ त थाक्यो के भन्ने दुई चार शब्द थाक्यो। चारजना यहाँ दुईजना मेन छ नि त ठुलो बाबा
ल काठमाडौँको यात्रा गयो अब पन्ध्र 20 मिनट अब ल ल झपझप खाऊँ के खाने हो त फेरि यहाँ पनि आइपुगिस् त उहाँ छोड्छु तँलाई अब यहाँ खाना खानुपर्छ च्याप खाना खाएर जाने हो कसलाई खोज्यो तपाईँले ए कस्तो गर्मी ठाउँ है यो बोर गर्मी भनेपछि भेज आज सबै कहाँ जानु तपाईँ सुकुटे बिच तपाईँ कहाँ जानु कहाँ जानु तपाईँ अनि सुकुटे पनि जानु होइन सुकुटे त अब पैसा त तैँले यो एउटा आयो भने ल पसिदिन्छु म घर फर्किने बेलामा सुकुटी बिच जाने कि अन्य नै ठाउँहरू एकचोटि घुमेर जाने भन्ने गन्थन गर्दै गर्दाखेरि अन्तिममा निर्णय भयो सुकुटी बिच जाने। यस ठाउँ आइपुगेर केही क्षणसम्म हामीले त्यहाँ बितायौँ भने त्यसपछि निकै रात परिसकेको भएको भएर 2-4 वटा फोटो खिचेर हामी घरतिर लाग्यौँ। बाई बाई भन्दै बाई बाई ब्याक फ्रम हाम्रो आजको कहाँ त्यो ठाउँको नाम के अरे कालिम्चोक ब्याक फ्रम कालिम्चोक ओके आयो भन्यो आयो भन्यो आयो भन्यो आयो बाई 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 गर ल बाई बाई बाई